तपाईँ फोन दिएर गाडी पनि फोन गाडी पनि गाडी पनि फोन कस्तो अल्छ मेरो हात मिला है अधिकारी ओ अधिकारी दुईजना अधिकारी त्यो अझ त त्यो एउटा वाइन ल्याउनुलाई 35 मिनेट हुँदो रहेछ अझ छ भने हामीले एउटा चाहिँ ब्लू गरेर ल्याउने हो भनेपछि हाम्रो बार हेर्दैन कति बार 35 मिनेटमा आएको खास मात्र हो तपाईँ अगाडि दिने कि पछाडि दिने अनि चाहिँ त्यो चाहिँ जेनमन आइल्यान्ड कति हतार गरेको मार स्टाइल नगर्नु ल गड ब्लेस ल हाम्रो दाइलाई हामी बर्थडे है हामी दाइ अब बुढाले टिसन लगाएर आएछ झाडा होला बाहिर जाने बेलामा यसो ज्याकेट पनि लगाइदियो यो मेरो चाहिँ अब भाग्य उहाँको चाहिँ शुभ भाग्य होला मलाई पनि गिफ्ट हो ल तर दाइलाई चाहिँ मलाई ठुलो भएर माली सुकेछु त्यो चाहिँ भ्यान गिफ्टमै गिफ्ट भ्यान नि एउटा त्यो ओरिजिनल प्लान के दियो भने अन्डी एउटा किने सबै साइन गरेर उहाँले दिने भन्ने यो दाइलाई भएन भने चाहिँ मलाई फिर्ता पाउँछ है यो इन ब्ल्याक तपाईँले भाइ भन्नुपर्ने पोइन्ट र तपाईँले भाइ भन्नु अमितालाई ठिकै त भाग्य रहेछ ल ए एउटा मात्र अब पैसा जोडा ल्याउँछ पुग्नु पनि परेन खसी गाडी लागेर बोका बोका Happy birthday to you. यहाँ हेर अभिदाई Make a wish, Abidai. Make a wish and go in and do it. तिम्रो मुसीहरुकै भैँसीलाई गरे जस्तो होइन कि अब आगो निभाउनु पहिला हेर अब निमाउनु हुँदैन हाम्रो नेपालीमा हामी नेपालमा आउनु निभाउनु हुँदैन तपाईँ बस्नु न पहिला नारायण खुवाउँदै पहिला नारायण अधिकारीलाई नारायण दाई ल कत्रो जिब्रो का बुढाले के सोचे दाग आज नौदिन भनेको दुईटा भयो अब दुईटा भयो त्यस्तो पक्क गरिदिनु यहाँ रमेश के आज आज नौदिन भनेको दुईटा जाडा दर्द नुनु पनि भएन त्यसो माओवादीलाई पनि फोन तिमी र म
हजुर ल ल ठिक छ हुन्छ म लिन्छु दाइ थ्याङ्क यू दाइ अब नारायणलाई अनि मलाई तपाईँलाई सही तपाईँ राख्ने भएन अविदाई गोठ भनेर भनिसक्नुभयो होइन अब धेरै वर्ष 20औं वर्षको कुरा आउँछ हामी कुरा गर्दै जाँदाखेरि होइन 20औं 25औं वर्ष छ होइन कतिको अब 30 वर्ष पनि होला होइन तर अविदाईले जुन कम्युनिटीको लागि हामी साथीभाइको त छँदैछ प्लस कम्युनिटीको हेल्पमा धेरै नै सहयोग होइन साथ सपोर्ट राति फेरि तपाईँले 12 बजी फोन गर्दा पनि अब हिसाबमा अहिलेसम्म आउनु भएको छ होइन उसले फेरि उहाँले पनि हामीलाई यो योजनालाई पनि हामीलाई सपोर्ट गर्ने र हामीलाई यङ जेनेरेसनलाई मेरो छोराछोरीदेखि लिएर तपाईँको अहिले सानो यङ जेनेरेसनलाई पनि सपोर्ट गर्दै आउनु भएको छ होइन अनि समथिङ फर अस त्यो भन्दा नि हिजो अब मोर अफ फ्यामिली होइन रमाइलो गर्नुदेखि लिएर झगडा गर्नुदेखि लिएर पार्टी गर्नुदेखि लिएर होइन युनियन सबैले अनि इज बेसिकली मोर अफ मोर देन अ फ्यामिली होइन अनि आई रियली एप्रिसिएट यर लभ टाइम एन्ड अब हामीसँग अनि सो हामी सो फर्चुनेट टु ह्याभ चाहिँ बेसिकली होइन त्योभन्दा धेरै त के भन्ने थ्याङ्क यू भेरी मच अब एकदमै कन्टिन्यू तपाईँ गइरहेको हामी तपाईँको पछि तपाईँको मनको इच्छाहरू सबै पुरा होस् यही कामना गर्छ होइन साथ धेरै पनि तपाईँलाई सहयोग आदान प्रदान हाम्रो भइरहन्छ र म यो क्यानाडा आएपछि चाहिँ नि मैले फर्स्ट टाइम चाहिँ नि अविदाईकोमा चाहिँ नि मलाई एउटा कामको लागि चाहिँ एउटा डिफ्रेन्स देख्नु पऱ्यो अविदाईको थ्रुबाट आएको उहाँ त्यो बेला चाहिँ हाम्रो प्रोफेसरमा चाहिँ उहाँको रेस्टुरेन्ट रहेछ है त्यहीँबाट चाहिँ उहाँको कमर्सियल त्यहाँबाट अलमोस्ट 12-12.5 वर्षै बसेको हो त्यसपछि बिस्तारै अब हाम्रो लङ्गडी यादहरू चाहिँ भइसकेको छैन हो के भन्ने हुँदा झगडै हुन्छ हाम्रो मायाले कुटुम्बमा राखेको पनि नबिटाउने खालको मान्छे हो त्यस कारण चाहिँ हामी उहाँलाई धेरै माया गर्छौँ उहाँले पनि हामीलाई धेरै माया गर्नुहुन्छ माया सदा माया भइरहोस् अनि मलाई चाहिँ युजली चाहिँ कस्तो छ नि अब म चाहिँ होइन मैले चाहिँ अविदाले के भनेको थिएँ नि मेरो चाहिँ छ नि म चाहिँ त्यो काठमाडौँको त्यो टिपिकल नेवार भाउ भन्छ छ नि मेरो भाउजूहरूसँग धेरै टिप्छ नि सरी है मैले अविदाले भने अब तपाईँ मात्र यस्तो मान्य भाउन होइन हो होइन तपाईँले म त तपाईँ मिल्छ कि
अनि मिल्दैन होइन म मान्छे आफै आँडी छु कि होइन टु बी अनेस्ट म मान्छे आफै आँडी छु होइन इभन म त अझ वर्क प्लेसमा पनि त्यही छ होइन सडकैसँग मेरो छँदै झगडा हुन्छ होइन होइन अब उसले देख्यो होला त्यो भइरहन्छ कि त्यो अनि त्यति बेला मैले भनेको थिएँ कि दाइ तपाईँ मात्रै होला कि किनभने आई डोन्ट नो अब दाइ कस्तो मान्छे होइन भेरी गुड पर्सन कि होइन त्यो सन्देश छ कि अनि म अस्ट्रेलिया हुँदाखेरि अस्ति अस्ट्रेलिया आउनु भएको रहेछ त्यो द्याट्स स्टोरी लाइक अब म त भेरी न्यू होइन अब एक्टिभमा म आएँ अनि हिमसक थ्रु चाहिँ अब हाम्रो यो कम्युनिटी त इन्भल्भ भएको अब त्यसपछि अविदायको बारेमा चाहिँ मलाई के लाग्छ भने मैले भित्र इन्सिटबाट चाहिँ नि सोचेको कुरा चाहिँ इट्स लाइक अ गार्डन है अब मलाई आई थिङ्क अघि रोशनले भनेको जस्तो हिज राइट देयर जति बजी फोन गरे पनि भेरी पोजिटिभ वेमा हामीलाई गाइड गर्ने होइन नट ओन्ली द्याट त्यही कुरा सरो भएको छ दुःख परेको छ भन्दाखेरि उहाँले हामीलाई एकदमै काउन्सिलिङ गर्ने होइन द्याट्स अल अबाउट अनि म चाहिँ भेरी फर्चुनेट मलाई के लाग्छ भने अविदाले पनि त्यसरी नै मेरो लागि चाहिँ है मलाई त्यसरी नै अँगालेर चाहिँ मलाई हिँड्नु भयो आइ एम भेरी ह्याप्पी अबाउट इट अनि वी आर भेरी फर्चुनेट लाइक हाम्रो यो बिसी बोइज अब हिमसक वरेभर होइन त्यो एउटा नाम भए तापनि त्यसको एउटा गार्जियनसिप चाहिँ मैले दाइलाई पहिला पनि भनेको छु जहिले पनि राइट देयर अब त्यो कति कम्प्लिकेटेड कुराहरू पनि मिलाइदिन्छ होइन त्यो पनि प्योर हार्टेडली के किन वी आर जस्ट इमिग्रेन्ट होइन बाहिरबाट आएको कति कुराहरू हुन्छ कि त्यसमा म चाहिँ भेरी प्यासिनेट अबाउट हिम भनेको चाहिँ उहाँको त्यो मोटो छ नि कोहीसित पनि उहाँले अनकन्डिसनली चाहिँ एप्रोच गर्ने होइन जस्तै कतिबाट ऱ्यान्डमली कोही मान्छे आयो भनेदेखि उहाँले दिलो ज्यान दिएर गर्नुहुन्छ विच इज भेरी इम्प्रेस अनि मलाई चाहिँ त्यसमै लाग्छ अनि दाइसितको कम्युनिकेसन्स होइन त्यो हाउ हि रिप्लाई त्यो वरेभर यु आस्किङ त्यो रिप्लाई छ नि त्यो हेर्दा पनि कहिलेकाहीँ आँखाबाट आँसु आउँछ दाइ रियली मिनिङ ग्रेट थ्याङ्क यू आई न्यू नो बडी होइन म कसैलाई चिनेको थिएन युवा मेरो गाडी जस्तो त्यसको लागि म मेरो फरेभर अन्टिल माई लास्ट डेट अनि अनि एउटा कुरा भन्नु चाहन्छु दाइलाई दाइ चाहिँ हार्ट एट्याक भएर हस्पिटलमा एडमिट हुनु अनि मैले फोन दाइबाट फोन आएँ मैले थाहा पाएँ अनि दाइलाई भेट्न गएँ मैले दाइलाई भेट्न गएँ अनि म डक्टर त्यसपछि डक्टरलाई मैले डक्टरसँग मैले कुरा गरेँ डक्टरले चाहिँ म्यान हु इज हि इज माई ब्रदर डु यु नो हि इज सो लकी टु अलाइभ होइन द्याट्स ट्रु है अनि त्यसपछि मैले अनि त्यसपछि दाइ चाहिँ अब एउटा कार्डियक एरेस्ट भएर चाहिँ एक्सिडेन्ट भनेको आउनु भएको रहेछ है तिमीले चिनेको थिएनौ दाइलाई चिनेको थिएँ मैले अनि दाइले मलाई फोन गर्नुभयो मेरो भेट भयो दाइ चाहिँ कार्डियक एरेस्ट भएर चाहिँ मेरो अनि दाइ चाहिँ लकी हि सर्भाइभ अनि त्यसपछि मैले दाइलाई भेटेँ दाइ सोच मतलब दाइ युआर सो तपाईँलाई के भयो अनि म दाइलाई के भन्न चाहन्छु भने दाइ देयर आर सो मेनी पिपल दे लभ यु तपाईँले यो 35 वर्षमा जुन क्यानाडामा गर्नुभएको छ त्यसको लागि दे आर सो मेनी ब्रदर्स यु हेभ हर्ड एन्ड आई एम वान अफ देम एन्ड दिज आर वान अफ सो मेनी नट ओन्ली द्याट जहिले पनि एनी टाइम एनी जे सोध्यो दाइ यस्तो भयो तुरुन्तै विदिन 15 मिनट्स 20 मिनट्स बाबु तिम्रो फोन मैले चाहिँ भयो यो के भयो जहिले पनि एकदम पोजिटिभ जहिले पनि एकदमै चाहिँ त्यो पोजिटिभ एनर्जी सबभन्दा ठुलो कुरो दाइको एकदम पोजिटिभ एनर्जी एकदम पोलाइट एकदम पोजिटिभ एनर्जी अनि पोलिटिकली करेक्ट
भन्नु पर्यो अभिदाई कुरा गर्नुभन्दा अरे दार्जिलिङ हार्बरको कुरा गर No. First, I'm going to start with the beginning. King Cross go, King Cross. Avidai भनेको चिज चाहिँ I always respected. The reason why is म लन्डनबाट आएको थियो हाम्रो जुवारी भनेको चाहिँ it was known educated people but what I know होइन तपाईँलाई थाहा छ नि मैले जुवारी भनेको खास कारण के भन्दाखेरि होइन अनि मैले अभिदाईसँग भेट भयो त्यो दिन होइन अनि I always admire him. He is a very intellectual guy होइन अब हाम्रो कति बद्ध हाम्रो त कति भयो हाम्रो एनसिपिसीमा पनि उहाँसँग मेरो धेरै क्लास भयो तर मैले कहिले पनि पर्सनली लिएन मैले भन्नु खोजेको कुरा चाहिँ आज डे 1बाट सुरु गर्दा उहाँले यति डेडिकेटेड भएर यति काम गर्नुहुन्छ भन्ने कुराहरू मलाई त्यो बेलामा ज्ञान थियो All I know is I know that time, without judgment. मैले वेबसाइटमा डाउन पनि गरेँ भाइले मलाई फोन गर्यो के गरेको भाइ उसले भनेर मलाई फोन पनि गर्नुभयो उहाँले मैले भने कि भाइ दिएको भाइ भनेर मैले दाइलाई भने होइन तपाईँ जस्तो मान्छे आज होइन हाम्रो कम्युनिटीमा भन्नु भए यु बी मच बेटर हुन्छ हाम्रो कम्युनिटीको होल एकदमै डिफ्रेन्ट हुन्छ तपाईँ सानो बच्चादेखि लिएर ठुलोसम्म तपाईँको मिङ्गल गर्छ तपाईँको यति पावर छ कि तपाईँको यु हेभ सो मच पावर मेरो अब्जर्भेसन अनुसार तपाईँको यति पावर छ कि तपाईँले सानो होस् ठुलो होस् मेक देम फिल अन देयर ओन वर्ल्डमा के मेरो अदर वर्ल्डमा तपाईँले यति राम्रो कम्फर्ट दिन्छ मान्छेहरूलाई होइन यु अलवेज गोन बी देयर फर अदर्स बट यु नेभर बी योरसेल्फ के तपाईँले आफूलाई कहिले पनि सोचेन होइन को हो मेरो लागि के चाहिन्छ भनेर तपाईँले कहिले पनि सोचेन तपाईँले द्याट इज वान अफ द बिगेस्ट थिङ द्याट आई विस आई कुड चेन्ज यु फर द्याट पार्ट तर तपाईँले जहिले पनि अरूको लागि चाहिँ हार्ट एन्ड सोल दिएको छ त्यो चाहिँ म ग्यारेन्टीसँग भन्न सक्छु किन भन्दाखेरि आई बिन थ्रु द्याट पार्ट अनि तपाईँले र मेरो कनेक्सनमा जति छ तपाईँले यति गर्छ मान्छेहरूको लागि तपाईँले यु डोन्ट इभन केयर अबाउट योर सेल्फ यु केयर अबाउट अदर्स मेरो भावना आई वाज रङ द्याट टाइम मैले कति चिजहरू गरेँ तपाईँको अङ्ग्रेजमा पनि गएको छु म आई न्यू द्याट पार्ट होइन म गर्छु आई तर मेरो लास्ट पावर द्याट आई ह्याड विथ यु होइन तर तपाईँको मेरो र तपाईँको रिलेसनसिप इट वाज डिफरेन्ट द्याट डे एन्ड नाउ इज रामकुमार Love to be your brother. Always love to you. Everybody has said everything, and I don't think I need to add more. Simplicity, it's great to have you, brother. Younger brother. Always love you. You love us. That's about it. Happy birthday. Right. Thank you. अभिदाई चाहिँ अब द फर्स्ट टाइम होइन आई मेट हिम मे 2005 त्यही अभिदाईको थ्रुबाटै आई बिकेम अ पार्ट अफ हिमसागर हाम्रो हिमसागर चाहिँ इट हेज प्लेड अ बिग रोल इन माई लाइफ इन भ्यान्कुभर होइन अनि अब हुन्छ नि फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन भनेर जस्तो जुन इम्प्रेसन मैले अभिदाईमा पाएँ नि 2005 मा एकदम हेल्पिङ नेचर आई स्टिल फिल द सेम होइन एट लास्ट जन्मदिनको शुभकामना सधैँ यसरी नै सेलिब्रेट गर्छ 10 मा होइन 10 मा भनेको ट्रेनमा भेटेको तपाईँ जस्तो मान्छे कम्युनिटी भन्नु ठुलो कुरा हो क्या हामी कम्युनिटीलाई जे गर्दा पनि तपाईँ हामीलाई मात्रै नभएर अरू आफूले नचिनेको मान्छेलाई पनि कम्युनिटीमा धेरै हेल्प गर्नुहुन्छ तपाईँ निस्वार्थ हेल्प गर्नुहुन्छ
तर अविधाको मेरो कहिले नराउनु पर्दैन है एउटा कहिले हामी आर्ग्यु कहिले गरेन ओके सबभन्दा पहिलो छिमेकी 19 यो पनि त हो नि त होइन आउँथ्यो नि त गाडी लिएर 1996 मा 95 मा म नर्थन आएँ I didn't know that he was my neighbor but it comes to know 96 को 95 को 10 पछि मलाई थाहा भयो कि when I was there I was too late but 96 को 95 को अन्तिमदेखि I became a friend with a family we used to live 2 blocks away Northern So we were close. We used to hang out. We used to. He had a 6-month-old baby, Jana. We call. He used to call Guye kiti. Bundi. Bundi Guye. Tapaile Bundi भन्नु न हामीले Guye kiti. So he used to walk her. So I used to run. We used to go Grass Mountain. कुदेर carry. ऊ सिंगल छ म बच्चालाई We यहाँ used to carry and we used to go. भन्छ नि बोर्डमा बोकेर कुद्थ्यौँ हामी So we were friends then. Then I used to call Naran, Nima, play tennis in my place. We used to cook, have fun. We were friends for a long time. Later on, I had a baby. He came to my baby first day. Later on, I used to carry my daughter to Grass Mountain. And he used to come along. I used to carry my daughter on this So we were a good friend and good brother. Along the side, there are many things happened. I think one of the time he was the president and we had a misunderstanding. After all, we are friends. And it's been a while and we are glad to have him as our brother from another mother. And we're still surviving, we're still a good friend, we love each other, we poke each other, but we are no more than our brother. Thank you. The person I met अभिधान होइन हाम्रो पनि कसरी हो। भेटघाट भयो सबै अभियसली त्यो भने होइन ओके अनि हाम्रो शरद र हाम्रो अभिदाय उहाँहरू नरभाङमा बस्नुहुन्थ्यो निमा चाहिँ किङ एयरपोर्टमा बस्नुहुन्थ्यो किङ एयरपोर्ट होइन म एयरपोर्टमा लानु हुने बित्तिकै पहिलो ब्याग झोला बोकेर निमाको घरमै पार्टी थियो त्यही बेला हाम्रो नारायणको सासू दिदी होइन हाम्रो उहाँको नाम चाहिँ यसु दिदी उहाँ हुनुहुन्थ्यो म आएको बेला भाइकोमा आएको द्याट्स हाउ वी कनेक्टेड इच अदर जब भुन्टेको बर्थडेकोमा अभिदायले हाम्रो राज म अनि राजु उहाँको अपार्टमेन्ट गएँ नर्थाङकोमा हि वाज सो बिजी बार्बेक्यू गरिरहेको छ त्यहाँ हामी सबै स्टेसी अभियसली उसको अब मेरो एक्स वाइफ स्टेसी उहाँ पनि थियो अब बच्चा यताउता छ अनि त्यो बेला मैले अभिदायको के क्यारेक्टर देखेँ भन्दाखेरि म पनि भर्खर विदेशबाट आएको होइन नेपाल त्यति साह्रो घुमेको थिएँ ऊ यति बिजी थियो कि त्यो सबैलाई फुलफिल गर्दा क्या सबैले पाउन पिउन सबैलाई बिजी अनि सानो नानी हाम्रो जोडी होइन सी वाज प्लेइङ अनि त्यो बेला मेरो दिमागमा के क्लिक भने यस्तो मान्छे हुन्छ त क्यानाडामा नेपाली अभिदाय यस्तो मान्छे हुन्छ र क्यानाडामा मैले विनिपेगमै नेपाली भेटेको अनि त्यसपछि बिस्तारै 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 चिनिँदै जाँदाखेरि उहाँ अभिदाय भन्ने मान्छे तपाईँहरूलाई सबै यो कुरा भनिसक्नु भएको छ गार्जियन जस्तै भनेर होइन यो कुरा अभियसली 100% 200% नै हो बिसीको लागि है फेरि अब बाहिर जिल्ला के कसो छ क्यालोरी के कस्तो उहाँको वी डोन्ट नो है वी डोन्ट केयर र जति पनि उहाँले उहाँको लाइफ जुन हामी चिनेदेखि गरिरहेको छ यतिसम्म गरिरहेछ कि अनबिलिभेबल म तपाईँलाई एउटा कहानी सुनाउँछु लास्ट इयर मात्रै भएको कहानी होइन मैले 1 कल मात्रै फोन गरेको अभिदायलाई अन द बोर्डर पिसाइड बोर्डरमा होइन उहाँ पार्टी आउनु पर्ने मान्छे
रेडी पार्टी आउनलाई बर्थडे पार्टी सानो नानीको बर्थडे पार्टी आउनु रेडी मान्छे गएर त्यो दुईजना भाइहरूलाई कसरी रेस्क्यु गर्यो के गर्यो हि नोज बेटर देन आई किन आई वाज नट हियर तर एभ्रिथिङ आई हियर दिस स्टोरी फ्रम दोज अल यङ जेनेरेसन्स भ्यान्कुभरमा वान अफ द टप नेपाली कम्युनिटीमा है दे डोन्ट केयर एनएसडिसी दे डोन्ट केयर वुमेन एसोसिएसन दे डोन्ट केयर हिम सकर क्रिकेट वाट एभर इन द फिल्ड हियर this person beyond this person call his name मैले इनिसिएटमा कसैले सबैको त्यो विद्यार्थीहरूको इनिसिएटबाट बोल्नै छु किन यो मान्छेलाई मान्छ त भन्ने कुरा यो विद्यार्थी भाइहरू हामी त पुरानो भइसक्यो ठिक छ हाम्रो आफ्नो साथी छ काम छ नि जति पनि अहिले भ्याङ्कुरको विद्यार्थीहरू छन् जति पनि मैले गरेर सरोज दाइले सबैले उहाँहरूलाई त्यो गर्छ एप्रोच गर्छन् भाइहरूले के भन्छ हेर्नुहोस् कोही अस्ट्रेलियामा छ कोही जापान छ कोही जर्मन छ कोही खाडीमा छन् र बिसीमा वान अफ द टप मान्छे भनेको तपाईँले चिनाउनु भएको हाम्रो अभिदाई इज द बेस्ट तर हाम्रो लागि केही पनि गरेको छैन तर हामीले परेको ठाउँ उहाँ चाहिँ आइपुग्नु हुन्छ 4 राति 12 बजे पनि 1 बजे पनि 2 बजे पनि भनेर भन्दाखेरि त्यो कुरा सुन्दाखेरि मलाई कस्तो लाग्छ भने तपाईँलाई भनेको हि द गार्डनै हो कि हाम्रो लागि पनि त्यो सानो भाइ बहिनीहरूको लागि उसले के कस्तो गरिरहेको छ दे एप्रिसिएट हिम अभिदाई चाहिँ मैले धेरै लामो देखेँ एउटा चिनेको अभिदाले भेट्दा नि सबभन्दा पहिला चिने भाइ भने जस्तै म पनि उताले पहिला चिनेको अभिदा त यस्तो खतरा इङ्ग्लिस बोल्दैन कि होइन एउटा पार्टी मैले अभिदालाई भेटेँ त्यो बेला त इङ्ग्लिस पनि आउँदैन थियो आफ्नो राम्रो अभिदाले यस्तो इङ्ग्लिस शब्द युज गरेँ कि त्यो सोचेपछि मैले तपाईँको छेउमा गयो भने आफै बेजत हुन्छ भनेर दिस इज अ फनोमिनल भनेर टक्क भन्दै उनीहरू केही छैन अनि अब यो मान्छे छेउमा बस्यो भने चाहिँ यस्तै इङ्ग्लिस र सिङ्ग्लिस बोलिदिन्छ पुरा भनेर भन्छ नि अनि त्यहाँदेखि अभिदाले देखेँ म चाहिँ नि भागिहाल्ने त्यति हो त्यो पनि अनि पछि भेट्दा अनि यताउता भएपछि अब के इङ्ग्लिस बोलिदिने होला फेरि भनेर मलाई जतिखेर नि त्यो अनि त्यति हो जस्ट ओभरअल अहिले त्यो बेलादेखि अहिलेसम्म राम्रै भएर छ चिन्जान राम्रो पक्का भएर छ दाइको इङ्ग्लिस पनि अलिअलि म बुझ्दै जाँदैछु सिक्दै गएछु बुझ्दै जाँदैछु दाइ ह्याप्पी बर्थडे हेरेँ अलवेज लभ यु अनि दाइलाई चाहिँ मैले फर्स्ट टाइम कहाँ भेटेँ भने हाम्रो यो छ नि एउटा हाइफाई चिकनको उसको घरमा मैले भेटेँ त्यो पनि भेटेको सोल्टालाई भेटेँ उसलाई भेटेँ सोल्टालाई पनि भर्खर मैले त्यहाँनिर सोल्टी कि उसलाई भेट्दाखेरि 5 मिनट भर्खर भेटेर चाहिँ स्पाइस अफ नेपालमा हाम्रो दाइसँग आएको थिएँ नमुदाहरूसँग त्यतिखेर आएको थियो होइन मैले त्यहीँनिर इन्ट्रोड्युस गराएको तपाईँ आउनुभएको थियो तपाईँ भर्खर बिहा गरेर आउनुभयो रहेछ नेपालबाट भाउजू अनि एभ्रिथिङ होइन त्यो भनेको होइन दाइलाई भेटेँ दाइलाई नमस्ते गरेँ अनि फेरि मलाई त के थाहा र म त भर्खर युएसबाट आएको म त आउनै जाने गर्थेँ कि 19तिर 2019 भर्खरै आएको थिएँ 2 दिनमा चाहिँ अहिले पनि जान्छु पछि पनि अब त्यो अब दाइको त अब दाइको बर्थडेमा भन्नु लागेको कुरा अनि त्यसपछि अनि दाइ चाहिँ आयो अनि यस्तै त अनि दाइ चाहिँ एकदम हँसिलो कि पुरै मान्छे रमाइलो मान्छे त अनि यस्तो गर्छ अनि बेला बेलामा बियर सक्यो भने नि अब यसो त्यहाँको त भर्खर नयाँ मान्छे जान्छु के खाने भनेर ल्याएर सोधिदिने सब गर्ने होइन त्यो अनि त्यो त भयो त्यो आफ्नो रमाइलो खाना अनि बिचमा दाइ आउँदै गर्नुहुन्थ्यो हाम्रो सकरमा होइन अनि दाइ सकरमा आउने अनि खाने भने अब यो दाइले चिन्नु भएको छैन है त्यतिखेरसम्म
यो कहाँनिर भेटाएँ यसलाई पैसामा भेट्ने अब मलाई यो कहाँबाट आएको यस्तो भनेर गयो कुरा गर्दा गर्दै गयो होइन अब त्यो रियालिटी भन्दैछु है मैले एकदमै रियालिटी दाइको कहानी चाहिँ गयो अनि त्यो गर्दै गयो अनि बिचमा फेरि एउटा काण्ड आएछ दाइले फेरि अनि यसको चाहिँ यो भनेपछि अनि मलाई सम्झिनु भयो दाइले अनि म त्यहाँ गएँ होइन जेसुकी होस् न दाइ ठुलै काण्ड बिचीको अब के काण्ड होला र के हुन्छ त्यो एउटा सानो काण्डमा छोडिदिनु अब तपाईँले त कति काण्ड लिएर हिँड्नुपर्छ यस्तो होइन सानोमा गर्दैन मिल्यो नि त दाइ सक्यो नि त त्यसमा मलाई दाइले बोलाउनु भयो म त छक्क परेँ त्यसपछि अनि हाम्रो घुलमिल अनि 12-14 दिन भयो यो चाहिँ यस्तो रहेछ भने अनि यस्तो गर्ने अब दाइहरूले त सधैँ चिनेको अब यहाँनिर हाम्रो रोसनमा जो मसँग घुलमिल गर्छ त चिने हो नि त हामी त त्यही भएर त आज यत्रो अब एउटा अपर्च्युनिटीलाई लिनु पऱ्यो नि त हामीले पनि होइन अब दाइलाई पनि मैले भेटेको उता भेटेको अब त्यो बिरुवा आएर उता भेट्यो तर दाइको कहानीमा भनेको अनि त्यहाँनिर सबै भेट्यो अनि यस्तो गऱ्यो होइन यताउता गऱ्यो अनि कुरा बुझ्दै जाँदा त एकदमै राम्रो के अनि कहानी भने अनि यसपालिको अब जुन मेरो इन्सिडेन्ट भयो होइन त्यसपछि त मेसेज अब कतिजना हुन्छ होइन एउटा हुन्छ नि त छुट्टै दाइ पनि हुनुहुन्छ अनि अब छ अब यो त्यो नामै नलिँदा दाइको आज कहानी भएर भनेको त्यसमा चाहिँ अन्त झन् धेरै चाहिँ झन् लभ भयो क्या दाइ त्यसपछि त्यो त भयो यहाँनिर ल्याएर हामीलाई चाहिँ अनअफिसियल यहाँको बिसी बोइजको राखिदिनु भएछ कि जहिले त्योभन्दा चाहिँ अनि ह्याप्पी त के हुनु परेन अनअफिसियल भयो नि सके म चाहिँ ओके मैले अघि नै क्लियर गरिसकेँ नि त्यो भन्दा भएन तर इन्सिडेन्ट चाहिँ दाइको 69 बर्थडेमा यस्तो भएछ थ्याङ्क यू भेरी मच भने सबै काङ्ग्रेस छ नि हेर्दाखेरि यो मेरो अभाग्य भन्छु म एउटा एस्ट्रोफिजिक्समा म विज्ञानको विद्यार्थी हो एस्ट्रोफिजिक्समा एउटा सिद्धान्त छ क्या एउटा थ्योरी छ म मानवीको विद्यार्थी पढ्यो त्यो त बुझ्दिनँ के दाजु अच्छा होइन एकैछिन मलाई बताउनु दिनु होइन अनि त्यसले के भन्छ भने म एकदम साधारण शब्दमा भनिदिन्छु त्यो एउटा सिद्धान्त हो त्यसलाई चाहिँ अब लेम्यान्स टर्ममा भन्दाखेरि म अभि शर्मा जन्मियो नि त्यो चाहिँ 400 ट्रिलियन सम्भावनाहरूलाई मारेर म जन्मेको भने मैले यो अहिले भर्खरै दिपकलाई मैले यहाँ भनिरहेको थिएँ दिपक गिरीलाई होइन भनेपछि म यो कुरो यहाँहरूलाई होइन अब बोध बन्नै भयो होला त्यसको इम्पोर्टेन्स 400 ट्रिलियन सम्भावनालाई मारेर म जन्मेको होइन भनेपछि अब त्यो जन्मेपछि पनि त्यो मान्छे कति मर्छन् होइन 1 वर्षमै मर्छन् 2 वर्षमा मर्छन् 3 वर्षमा मर्छन् 5 वर्ष 10 वर्ष 15 वर्ष म त 64 वर्षको भएँ यार 69 हो खासमा तर अहिले म 64 भन्ने क्यानाडियन पासवर्ड होइन तपाईँको ओरिजिनल 69 हो खासमा होइन ओरिजिनल नेपालको 69 नै हो होइन 64 हो जन्मेको मान्छे हो होइन भन्दाखेरि र म चाहिँ अहिलेको अवस्थामा अहिले 64 भनेर मैले क्लेम गरिरहेको छु त्यो भनेको म जस्तो युएनको होइन एउटा कुनै रिपोर्ट छ त्यसले मलाई 2%मा पनि संसारको अहिले 8 बिलियन मान्छेको हाराहारीमा नम्बर छ त्यसमा म अब कति भाग्य मान्छे सोच्नु न होइन त्यसमा आफूहरू साथीहरू होइन 1 से 1 यहाँ हुनुहुन्छ होइन अब यो मेरो त अभाग्य भगवान्ले मलाई वरदान दिएको होइन
हरेकलाई यसो हेर्छु है अब कहाँबाट यो नारायणलाई हेर्छु पर बसेको छ होइन उसँग काली बुढी खेल्थेँ तँसँग र योसँग यो काले खासमा काले यो हो तँसँग बुढी हो होइन हामी खेल्दाखेरि त्यसरी खेल्थ्यौँ अरे क्या होइन खासमा त्यस्तो पनि होइन काली बुढी खेल्थ्यो 4 जनाले खेल्ने एउटा गेम हो तासको खेल हुन्थ्यो त्यसमा नारायण शरद शेरचन अभि शर्मा र अनिखेर यो अमिता शेरचन हुन्थ्यो अमितालाई कसै गरे पनि जिताउनै पर्ने नभए रिसाउँथ्यो नि क्या रिसाउँथेन अनि यो नारायण यो त उसको उसले काले भने उसलाई डन्डा हान्ने अनि नारायण म चाहिँ सल्लाह गरेर ल जिताइदिउँ नि त जिताइदिउँ त भन्थ्यौँ होइन अनिखेर अमितालाई हामी जहिले पनि जिताइदिउँ मैले हराउँदा कालिम्पोङ मलाई रिसाउँथ्यो होइन अब त्यसरी हामी आयौँ होइन बाँच्यौँ अनिखेर अब यही छ होइन मेरो भाग्यले हजुरहरू सबैसँग यसरी होइन यो अहिले अवस्थामा आएर यसरी चाहिँ यो सम्भावना यहाँ हेर्नु न मैले यो यसरी सर सेसनबाट मैले यस्तो पाएको छु होइन थुप्रै कुराहरू छन् भन्नलाई देयर सो मेनी थिङ्स होइन अब आई कुड गो अन एन्ड अन तर यहाँहरू सबै मेरो लागि एकदमै अमूल्य रत्न हो र एउटा गिफ्ट हो क्या गिफ्ट होइन गिफ्ट हो यसरी मैले भेट्न पाएको छु र यो बरकरार रहोस् होइन कालान्तरमा जबसम्म म मर्दिनँ तबसम्म मैले यहाँहरू सबैसँग यसरी नै माया व्यक्त गर्न पाऊँ होइन मैले यसरी यो आजको दिनमा यसरी यो मैले बोल्नुपर्छ भनेर सोचेको पनि थिएन र मेरो बर्थडेको यो कार्यक्रम हुन्छ भनेर सोचेको थिएन त्यस्तो गरेको पनि होइन दुईजनाले होइन तर त्यो हुन आयो तर मेरो नेक्स्ट विक यो तिम्रो हाम्रो छ नि यो गुवाँचको बर्थडे छ हो त हो त्यसो गर्दा के गर्ने हो यहाँ आएर म टिका लगाउँछु Sunshine,